हेलो नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज चाहिँ म बनाउँदैछु गाजरको हलुवा। साथीहरू, हजुरहरूलाई पनि मनपर्छ भने एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। यहाँ चाहिँ मैले साथीहरू 1 केजी जस्तो गाजरलाई राम्रो तरिकाले धोएर यसको फेद टुप्पा फालेर अनि यसको बोक्रा छिलेर लिएकी छु। अनि यो गाजरलाई चाहिँ यसरी एउटा कोरेसो लिएर मसिनो गरेर कोर्नु पर्ने हुन्छ। त्यसपछि एउटा कराईलाई ग्यासमाथि बसालेर मैले 2-3 चम्मच घिउलाई तातो गराउन राखेँ। घिउ ताते लगत्तै यो कोरेको गाजरलाई राखेँ। गाजर राखिसकेपछि चाहिँ मिडियम ग्यास गराएर लगातार यसरी नै चलाएर भुट्नु पर्ने हुन्छ जबसम्म यो गाजरको पानी सुक्दैन अनि हल्का ब्रुलो टाइपको हुन्छ अनि कलर पनि यसरी चेन्ज हुन्छ है साथीहरू। हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै बास्ना आउन थाल्छ गाजर भुटिसकेपछि। अनि यसको पानी सुकिसकेपछि चाहिँ त्यसपछि चाहिँ ग्यासलाई लो हिट पारेर यसरी दुध राख्नु पर्ने हुन्छ। दुध राखिसकेपछि चाहिँ लगातार ग्यासको हिट हाई गराएर यसरी नै चलाउनु पर्ने हुन्छ। पिँदा लाग्छ बीचबीचमा चलाइ नै राख्नु पर्ने हुन्छ। छोपेर पकाउँदा पनि हुन्छ अनि यसरी खुल्ला पकाउँदा पनि हुन्छ। बीचबीचमा चाहिँ चलाइराख्नु नै पर्ने हुन्छ। अनि गाजरमा राखेको दुध यतिको गाढा भइसकेपछि चाहिँ आफूलाई मनपर्ने कुनै पनि ड्राई फ्रुट मसिनो चप गरेर राख्न सक्नुहुन्छ साथीहरू। अनि मैले चाहिँ साथीहरू किसमिस राखेँ। किसमिस राखिसकेपछि चाहिँ लगातार मिक्स गर्दै जानुपर्ने हुन्छ। अनि यो गाजरको हलुवामा राखेको दुधलाई चाहिँ यतिको गाढा हुने गरेर पकाउनु पर्ने हुन्छ। त्यसपछि मिठासको लागि 2 ठुलो चम्चा मैले चिनी राखेँ। यदि हजुरहरूले चिनी खानुहुन्न भने गुड पनि राख्न सक्नुहुन्छ। अनि यदि सुगर छ भने हजुरहरूले चिनी गुड बिना पनि बनाएर खान सक्नुहुन्छ। एकदमै मिठो हुन्छ साथीहरू। चिनीलाई राखिसकेपछि लगातार मिक्स गरेर मैले गाजरको हलुवालाई यतिको गाढा हुने गरेर पकाइसकेकी छु साथीहरू। अनि यो गाजरको हलुवामा चाहिँ मैले फ्लेभरको लागि इलाइचीलाई कुटेर पनि राखेकी छु साथीहरू। एडिट गर्दा चाहिँ मैले भिडियोलाई काटेछु। अनि यो हलुवा चाहिँ हाम्रो खानको लागि तयार भइसकेको छ साथीहरू। अनि यस्तै सिम्पल टाइपको रेसिपी भिडियोहरू मनपर्छ भने मेरो पेजलाई फलो गर्नु होला अनि लाइक सेयर पनि अवश्य गरिदिनु होला है। अनि साथीहरू एकचोटि हजुरहरूले पनि अवश्य ट्राई गर्नु होला।